सक्यो यतिको रातो भएपछि मिठो सक्यो यो चाहिँ पकाएर 2 बल भइसकेको छ यो चाहिँ अब टक्क फ्यामिली बसेर खाने हो केटाकेटीले साह्रै खान्छ क्या यो चाहिँ आज घरैमा डोनट बनाएको यताबाट कस्तो अँध्यारो पो देख्दो रहेछ क्या डोनट क्यामेरा डोनट यस्तो हुँदैछ यो चाहिँ पाकिसक्यो अब हामीलाई चाहिन्छ काटेर राखेको खोर्सानी धनियाँ प्याज यो सबै के काटेको छ अनि यो पानीपुरी मसला यो चाहिँ नि हाल्छ आलु प्याज यो काटेरको एकछिन मजाले मुछेर त्यो भइसकेको छ दही पनि लाएर खाने हो त्यतिमा पुग्छ होला यो चाहिँ एउटा लिएर थाल्नु नि मामालाई किमा अहिले भाइ ओइ त चाहिँ त्यही मात्रै खा ल एक बल जियो त सक्नु आँटेको हो नि त यस्तै मात्रै खाएर यता चाहिँ मुख पुस्ने बेला हुन्छ नि त दही पानीपुरी भन्नु के भन्छ यसलाई हल्का हल्का छ यो केटाकेटी गुड हामीले साह्रो मन पराउँछ यो फेभरेट हो नि त उसको दही लाउने कि अमिलो झोल लाउने कि कस्तो भयो भने पिरो गुड यता चाहिँ यो ठोक्रे मात्रै खाइरहेको छ यो खोल होइन काले झोल हाल्दै खाने अब यो भोर्दै राख्नु कि कस्तो भयो पानीपुरी